अब चाहिँ हामीहरू सबैजना म र मेरो टिम चाहिँ हामी माटोमा भोट हाल्नुको लागि चाँडै नै नेपालमा आउँदैछौँ र सबैजना विदेशमा रहनु भएको युवाहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरू पनि यदि मिल्छ भने आफ्नो 15 दिनको हुन्छ कि 10 दिनको हुन्छ छुट्टी मिलाएर आफ्नो असल नेतृत्व चुज गर्नुको लागि अवश्य पनि नेपालमा आउनु होला, किनकि यही टाइम हो अब हामीले हाम्रो राम्रो नेतृत्वलाई चुज गर्ने बेला भएको र समय आएको छ। किनकि फागुन 21 गतेमा हुन गइरहेको यो चुनावमा अब हामीले अहिले पनि असल नेतृत्व चुज गर्न सकेनौँ भने पछि अझै हाम्रो देश 5 वर्ष पछाडि जाने सम्भावना धेरै नै देखिएको छ। यो 5 वर्ष जानु भनेको अझै 5 वर्ष जानु हो, त्यसपछि झन् 5 वर्ष गएर 20 वर्ष जानु हो। 20 वर्ष जानु भनेको हाम्रो अब आउने पुस्ताले पनि दुःख पाउनु हो। त्यही भएर हामीले दुःख पाए अब हाम्रो आउने पुस्ताले चाहिँ दुःख नपाओस् भनेर हामीहरू भोट हाल्नुको लागि आउँदैछु र यो भोटको अर्थ चाहिँ अब खेर चाहिँ जाँदैन, किनकि हामीहरू हाम्रो असल नेतृत्व हर्क साम्पाङज्यूलाई भोट हाल्न आउँदैछु। हाम्रो देश, हाम्रो माटो, हाम्रो स्वाधीनता एकमात्र भरोसा भनेको हर्क साम्पाङज्यू हो। त्यसैले हामीहरू युवाहरू आउँदैछौँ, म र मेरो टिम सबै, र हर्क साम्पाङज्यूलाई भोट हालेर जानेछौँ। सबैजनाले अभियान चलाउँ र हर्क साम्पाङज्यूलाई सपोर्ट गरौँ। जय श्रमदान, जय श्रम संस्कृति पार्टी, जय देश, जय नेपाल।